263औं सेना दिवसको अवसरमा 11औं संस्करणको प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता 2082 बलियो एकता सुरक्षित राष्ट्र नारासहित यही माघ 24 गते शनिबारका दिन सञ्चालन गर्न गइरहेको सबैमा जानकारी गराउन चाहन्छु। यसको उद्देश्य प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता 2082 सम्बन्धी जानकारी गराउनु रहेको छ र यो प्रस्तुतिकरणको तरतिब यो स्लाइडमा देखाए अनुसार रहेको छ। र यो प्रतियोगिताको नाम प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता 2082 रहेको छ भने बलियो एकता सुरक्षित राष्ट्र यसको नारा रहेको छ। उपस्थित पत्रकार जीवहरू अब म यस प्रतियोगितामा समावेश गरिएका खेल विधा तथा सहभागी खेलाडीहरूको बारेमा यहाँहरूसँग जानकारी गराउन चाहन्छु। यो 42 किलोमिटर म्याराथनतर्फ पुरुष खुल्ला, 21 किलोमिटर हाफ म्याराथन महिला पुरुष खुल्ला, 10 किलोमिटर तर्फ सैनिक अधिकृत महिला पुरुष सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत विद्यालयहरू महिला पुरुष सैनिक महाविद्यालय र अवकाश प्राप्त तथा सेवारत सकल दर्जाका कक्षा 10 र 12 मा अध्ययनरत इच्छुक छोराछोरीहरू र कक्षा 10 र 12 मा अध्ययनरत गैर सैनिक व्यक्तिहरूका छोराछोरीहरू र 5 किलोमिटर वाकन्तर्फ प्रमुख अतिथिज्यू लगायत आमन्त्रित उच्च पदस्थ व्यक्तित्वहरू र 5 किलोमिटर दौडतर्फ सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत कक्षा 7 देखि 9 कक्षासम्मका इच्छुक छात्र छात्राहरू। खेलाडी तथा अफिसियल हामीले विगतका वर्षहरूमा सहभागी खेलाडीको सङ्ख्याको आधारमा यस वर्ष विभिन्न खेल विधाका निम्नानुसार खेलाडी सङ्ख्याको कोटा निर्धारण गरेका छौँ।